कपडा ट्राई पनि गर्न लागिरहेछ सकेको अवस्था छ दामी छ जो यार अगाडि लुक्स लन्डन आएर सिपेन्डर हालेपछि कस्तो सनाउँछ र सुन्नुहोस् अब डेन्द धेरै मान्छे हाम्रो चाहिँ अब चाँडै पोखरा कस्टमबाट राइड हुन लागेको छ है सबजनालाई हाम्रो अविन भाइको च्यानलमा वेलकम छ है अनि हामी दुईजना अगाडि चाहिँ हाम्रो भाइ छ अविन हेलो गरिदिउँ त आफ्नो ब्लगमा अनि पछाडि चाहिँ दादा छ हामी दुईजना दाजुभाइ छ अनि भर्खर कस्टमबाट निस्केको है ट्रक लगाएर एनसी भएर दाजुभाइ दुईजना छ भाइ से कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी दुईजना चाहिँ अहिले चाहिँ आज हाम्रो भिडियोको कन्टेन्ट चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो भाइको समरको अबे जल्दी बोल कल सुबह पनवेल निकलना है समरको ज्याकेट तार लगाएको अवस्था छ समरको ज्याकेट चाहिँ भाइको स्पेसल खतरा होला आज त ज्याकेटमा के तर स्पेसल अहिले देखिन्छ त भन्छ अहिले सबै देखिन्छ भन्दैछ अनि मलाई चस्मा लगाएर अनि यस्तो क्याप्टन सबै लगाइरहेको छु मान्छेलाई अनि तपाईँलाई कस्तो देखिरहेको छ यसो कमेन्ट डाउन गर्दै गर्दाखेरि है सब कारणले हेरेर यस्तो भाइको ब्लग चाहिँ अहिले अस्तिको भ्लगमा चाहिँ सही भ्युज आएछ यार है भाइ है भाइको भिडियो चाहिँ धेरै पछि हालेको पहिलो पनि आमा यो बाइकको साउन्ड हालेको साउन्डै मिठो यार सुन्दा नि यार भात मिठो भातको भात मिठो तरकारी मिठो जाला जस्तो यसको साउन्ड सुन्दा नि यार के बोल्यो मलाई थाहा छैन यार मैं पागल हूँ औडा भइरहेको जस्तो छ के बोल्यो भने कि एउटा हाम्रो चाहिँ अब त्यति बानी छैन है यसो भ्लग गर्ने अनि बल्ल सुरु गरेको त्यही भएर ल लगेर हामी चाहिँ अब ज्याकेट लिने ठाउँमा आइसकेको अवस्था छ है टक्कलाई ज्याकेट लिने ठाउँ चाहिँ यस्तो रहेछ नाम चाहिँ के अरे नेपाल क्यान मुभ रहेछ होइन टक्कलाई हाम्रो भाइ चाहिँ भित्र गइसकेको अवस्था छ अनि अब ज्याकेट चाहिँ बबालवाला वाटर प्रुफ हो कि विन्ड प्रुफ हो कि के प्रुफ हो सबैजना अब त्यसको लागि चाहिँ कस्टमर गएर यस्तो भिडियो बबाल बनाउने हाम्रो सोच छ के अरे होइन अब हेरौँ कस्तो हुन्छ भिडियो चाहिँ ल यतैबाट लगेर भाइ अब ज्याकेट चाहिँ आइसक्यो होइन हाम्रो ज्याकेट चाहिँ आइसकेको अवस्था छ अब यो ज्याकेट चाहिँ हामी चाहिँ कस्टमर गएर ओपनिङ मसँग दिन्छ नि त आमा सही बबाल ओ कति गरौँ गयो यार त्यो यार सुनकै त्यो जस्तो छ यार सुनकै ज्याकेट जस्तो छ त के हो खतरा केही होला जस्तो चाहिँ यो ज्याकेट चाहिँ तर मेड इन नेपाल रहेछ हेरौँ नेपालको ब्रान्ड पनि कस्तो हुन्छ टक्क लगाएर अब हामी चाहिँ कस्ट्युम जानु लाग्यो ल दाजुभाइ दुईजना कस्ट्युम गएर चाहिँ अनि हेरिन्छ अनि मास्क होला लगेर टक्क लगाएर हाम्रो ज्याकेट चाहिँ अनबक्सिङ हुन लागिरहेको अवस्था छ अनि अनबक्सिङ चाहिँ हाम्रो ज्याकेटको छ के यस्तो यार दाइ यार त्यही काम नलाग्ने कैँची लिएर बसिरहेको अवस्था छ हाम्रो दाइले तर यो चाहिँ जस मेड इन नेपाल रहेछ क्या है खतरा खोक्कै होला जस्तो छ यार खै मलाई पनि पढ्न त झ्याउ लाग्छ थ्याङ्क यू लेखेर रहेछ ल सबैजनाले थ्याङ्क यू रे है त धन्यवाद ए बबाल छ त यार कस्तो ए हो ल हो र त्यो नि सँगै त्यो हो क्या टाँसेको हो क्या पेन्ट पनि टाँस्यो हजुर पेन्ट पनि टाँस्यो कस्तो पेन्ट तल लाउनु पेन्ट चाहिँ हुँदैन टाँसेको हुँदैन क्या ठ्याक्क समरमा ठिक होला जस्तो छ है ए यहाँ पछाडि हुँदो रहेछ पेन्टहरू सब कपडा ट्राई पनि गर्न लागिरहेछ सकेको अवस्था छ ज्याकेटको अगाडिबाट यस्तो चाहिँ लुक चाहिँ दामी छ जो यार अगाडि लुक यस्तो छ अरू कलरमा थिएन यो अर्को आर्मी कलरमा छ ब्ल्याकमा थियो अहिले दुईवटा कलर मात्र हो पहिला यहाँ पछाडि के रहेछ हेर झोला भित्र झोला हजुर झोला भित्र झोला यो झोला हो कि ज्याकेट यहाँ चाहिँ तलको ट्र्याक लगाउन तिमी धेरै त्यो नगर न कहाँ लाउनु मिल्यो त
ए ल यो यसमा चाहिँ फेरि यस्तो नि हुन्छ है जुत्ता प्रोटेक्ट हाम्रो दाइ पनि हाम्रो दाइले पनि किनौँ भनेर सोचिरहेको अवस्था छ अहिले चाहिँ जुत्ता पनि यसरी हाल्न मिल्छ हामीभित्र टक्कला ए हो अनि ल ट्राई गरिदेऊ नि त अबिन ल यो ज्याकेटको स्पोन्सर चाहिँ हाम्रो दाइले गरिदिन्छु भनिरहेको छ सबैले किन्छु भनेर होइन दामीसो.com ले होइन हाम्रो सागर दाइले चाहिँ सागर दाइले सबैले किन्नु पऱ्यो भने सिधा जुन चाहिँ कस्टमको मेन मेम्बर छ 7 जना तिनीहरूलाई मात्रै पाउनु पऱ्यो नि त अरू त बाल भएन मलाई अनि तिम्रो चाहिँ त्यो किनिसिदिएको नि पैसा दिन्छ नि त तिमीलाई फेरि ब्याक एकदम सहाय छ यार कस्टम यार ल पछाडि चाहिँ त्यो अलिकति पट्टा हालेर चाहिँ झोला उस गरे ब्याग जस्तो देख्दो रहेछ है हेर्नु चाहिँ के छ तर कस्तो सुहाउने कि दाइ है राम्रो रहेछ पछाडि चाहिँ यो पट्टाउन हाल्नु पर्दैन कि निकाल्न मिल्छ होला अलिकति मिल्छ होला नि त झोलाको फिता भयो त यहाँ अनि तल तल त्यो प्यान्ट स्यान्ट लगाइदेऊ न त्यसपछि जुत्ता पानी पर्दा जुत्ता पनि अब बचाउनु पर्यो भने यसरी खोलियो यो यस्तो गर्यो उल्टो भयो या यहाँ यसरी हो है भिडियो हेरेको नि भर्खरै माथि गियर तान्नु पर्यो अनि यस्तो गरेर यसलाई यहाँ चाहिँ टाँसियो कि देख्नुभयो लास्ट दामी रहेछ ल यता पनि हामीले ल दाइ मेम्बरहरू सबजनालाई एकपल्ट किनिदिने होइन त तपाईँको मेम्बर कति नै जना छ र होइन टक्क 7 जना छ 7 जनालाई एक घन्टा ए अब उसको पैसा चाहिँ फिर्ता दियो हुन्छ अब 6वटा होइन 7वटै मगाउनु पर्यो दाइ आफूलाई एउटा चाहियो नि त होइन 7वटा ल कोही बात नहीं हम तो चूतिए हैं हाम्रो ओमे भइहाल्यो नि जुत्ता नि सेफ माथिबाट तल सेफ अब पानी हालेर ट्राई गरौँ है पानी चाहिँ मैले छाप्दिउँ क्या टाउकोबाट माथि पछाडि बस्नु पर्यो नि त नि कस्तो पछाडि बस्नु पर्यो र त्यो खोलेर नि तपाईँ बस्नु त पछाडि त्यो ल पानी सागर दाइले छापिदिन्छ नि त होइन यहाँ छाप्ने होइन अलिअलि यस्तो मात्र गर्ने हो सागर दाइले ल्याउनु त अनि ए दामी रहेछ त यार यस्तो हो क्या देख्यो नि ल हेरेँ फेरि पानी त तर दामी छ दामी छ नि बल्ल अनि दामी छ सागर दाइ किनिदिनुहुन्छ कि किनिदिनुहुन्छ कि केटा चाहिँ 10 आउट अफ 10 है यो कभर यसलाई है पछि अब पानी पर्दाखेरि लगा थाहा हुन्छ अब कतिको काम गर्छ भनेर पानी पर्दै हुन्थ्यो पानी भरे बेलुका पर्दाखेरि चाहिँ लगाएर यसो टेस्ट गरिदियो पनि हुन्छ के यही लाएर नहुन त ठिकै होला आज चाहिँ पछाडि पनि चढ्दै हेर्नु पर्यो कि पछाडि नि बस्नु त आउनु त ल्याएर तपाईँ बस्नु त पछाडि सागरले खिचिदिन्छ छिर्ने मात्रै हो कि छिटो आउनु न छिर्ने हो क्या तपाईँ म अनि हेर्ने हो क्या ट्याक्क निस्केर अनि फेरि पछिको मान्छेले नअटेन अनि झ्याउ भने कम्प्लेन गइहाल्यो नि फेरि अनि ए त्यो निकाल्नु न एकछिन ल ल ठिक छ नि दाइ बेस्ट है पानी चाहिँ दामी सेक्दो रहेछ 10 आउट अफ 10 अनि यो अगाडिको पनि दामी सेक्दो रहेछ क्याप पनि सही भयो ल ल पटाउनु ल म चाहिँ अब बिस्तारकामा बाल काट्न जानु लाग्यो होइन अब त्यहीँ गरेर भेट्नुपर्छ लियो यहाँ छ ओइ अब म चाहिँ बाल काट्न जान्छु अरू भेटौँ ल गाइस म चाहिँ अलिक बिस्तारको बाह्र सपमा आइसकेको अवस्था अब कल काट्नुपर्छ चट्ट लाएर हेलो दाई हेलो मेरो भ्लग है फेरि कस्टम जानु पर्यो एकछिन काम छ कस्टम गरेर भेटौँला यता गाई सिगो तपाईँको बाटो लोकेसन चाहिँ यता नआउँदाबाट यता छ स्किन गल्लीमा चाहिँ यता यहाँनिर ब्रिज बाह्र सप बियरकर क्लास सर्भिस सब हुन्छ है बियरकरको क्लास पनि हुन्छ फोन नम्बर यही छ दादाको बाइक लगेर अब सिबेन भाइ भाइ साइल भाइको बाइकमा नयाँ नयाँ माल भर्खरै अब यस्तो खतरा साउन्ड आउँछ अब
अहिले हालेपछि हेरौँ है केटा अब ल केटा अब साउन्ड सुन्नुपर्छ है टट्ट लाएर सिपेन्टर हालेपछि कस्तो साउन्ड आउँछ र सुन्नुपर्छ अब कति चढ्को खायो खायो अब साइलो अहिले प्रतिभा खाने भयो अब प्रतिभाको जुवाई नै खाने भयो अब साइलो अहिले अब इभेन्टर छ होइन कालो साइन्सहरू भर्खरै भाइ चाइल्ड भाइ पनि सिक्ने भालिहाल्यो होइन सिभेन बाइक साउन्ड पनि साउन्ड पनि सुन्नुभयो होइन आज त तर म मेरो बाइक यहीँ छोड्छु होइन आज त मैले बाइक लिएर जाने हो भोलि मम्मीसँग उता बुढी बजार पार्टी खान जाने हो आयो 500cc लिएर जाने फेरि 500cc अनि यो 500cc क्लासिक EFI हो तर यो चाहिँ कार्बोरेटरमा चाहिँ यो चाहिँ भोलि लिएर जाने अहिले पछि भेट्नु गाइस सी यू ल साइल भाइ सी यू ल ल ल हिजोको भिडियोमा जोडेर हाल्छु होला होइन आजको भिडियो चाहिँ आज रेडी भइसक्यो अहिले चाहिँ रेडी भइसक्यो म चट्ट लाग्यो आज चाहिँ यो बुढो लाग्यो पार्टी खानु आज त म यो लिएर जानु लाग्यो है यो यस्तो ठुलो सिसन छ अनि मम्मीलाई त्यो गुरुङ गेस्ट आएर बस्न अप्ठ्यारो हुन्छ भनेर अनि ठुलो सिट भएको लिएर आइज भनेको थिएँ हिजोको लगन भनेको थियो भन्न त त्यही नै हेर्नु होइन यो चाहिँ 500cc हो बेस साउन्ड पुरा हाल्छ म चाहिँ अहिले लेक्चर आइसकेको अवस्था पार्टीबाट पार्टीमा चाहिँ खिचेन लाज लागेर लाज चाहिँ भाग्न लाग्यो है अब फेरि कता म चाहिँ यहाँ सुजित भाइ र लियोन दाइसँग सानो मिटिङ लाज लाग्छ त्यहाँ हल्का फुल्का सुरुमा हो डेन्द धेरै मान्छे हो त अनि यस्तै छ केटा अब जिन्दगी अब के गर्नु अहिले पछि भेट्नुपर्छ त गाइस अब क्यामेरा आइसक्यो हामी चाहिँ क्यामेरा पिज्जामा जाने हो टट्टदार त्यही एउटा मैले ज्याकेट मगाएको थिएँ दामी छ .com त्यही ज्याकेटको हल्का देखाएको रियलमा हजुरहरूलाई कस्तो छ भनेर होइन त्यो चाहिँ स्पोन्सर चाहिँ होइन आफै पैसा हालेर किनेको होइन 3150 हाले समथिङ त्यस्तै होइन अब स्पोन्सर गर्न मन छ भने गरिदिनुहुन्छ मलाई अनि अरू भने चाहिँ त्यही साहिल भाइकोमा यताउति सिभेन पाइप हाल्ने यताउति भइहाल्यो हाम्रो होइन अनि आज बेलुका चाहिँ हाम्रो लियोन दाई र म गुरुङ दाई सुदीप दाईलाई भेटेको थिएँ यस्तो हाम्रो सानो मिटिङ जस्तो अनि हाम्रो चाहिँ अब चाँडै पोखरा कस्टमबाट राइड हुन लागेको छ है यो चाहिँ पोखरा कस्टमको मेम्बर्सहरूलाई मात्र हो अफिसियल राइड हो यो चाहिँ त्यो भएर मेम्बर्सहरूलाई मात्र अनि हाम्रो चाहिँ अहिलेसम्म जाने चाहिँ कर्पु डाँडा भन्ने फिक्स भएको छ तानदिङमाथि 1 नाइट स्टे हुन्छ होइन अनि त्यति बेला चाहिँ अब अलिकति म्यानेजमेन्ट चाहिँ राम्रो गरेर लाने प्लान भइरहेको छ हाम्रो होइन अब त्यस्तै अब 40 देखि 60-50 जना जति मेम्बर्सहरू हुन्छ होइन अब त्यति भएपछि अब माथि कर्पु डाँडा म्यानेज गर्न नि अलिकति झ्याउ हुन्छ नि त अब माथि ठाउँ पनि छ कि छैन हेर्नु पऱ्यो त्यही फिक्स भएको छ अहिलेसम्म चाहिँ हाम्रो अफिसियल राइड हो पोखरा कस्टमको मेम्बर्सहरूलाई मात्र अब बाहिरकोहरू चाहिँ आउन मिलेन यसमा होइन अब पछि पनि तपाईँहरूलाई यस्तै राइडमा जोइन हुन मन छ भने चाहिँ पोखरा कस्टम जोइन हुनुहोस् होइन भिजिट गर्नुहोस् अब तपाईँको इच्छा हो आउनुहोस् भनेर जबरजस्ती गरेको चाहिँ होइन अब तपाईँहरूको इच्छा ट्राई गर्नुहोस् एकचोटि मन पऱ्यो भने जोइन हुनुहोस् होइन अनि त्यो चाहिँ
यसको अब राइडको चाहिँ चैतको 11 गति हो के अरे। अब तपाईँहरूलाई अब रजिस्टर गर्न मन छ भने चाहिँ हाम्रो सागा दाई कि मेगी दाईलाई नत्र पोखरा कस्टममा डाइरेक्ट भिजिट गरेर रजिस्टर गर्दा अब त्यसको बारेमा इन्फर्मेसन लिँदा नि हुन्छ होइन। अरू यसको बाँकी डिटेल्सहरू चाहिँ त्यति नै हो। अब राइडको लागि मेन कुरा चाहिँ राइड हुनलाई चाहिँ हाम्रो होइन। अब राइड चाहिँ त्यही मैले अघि भनिहालेँ। त्यसको लागि फर्दर डिटेल्सको लागि चाहिँ पोखरा कस्टम भिजिट गर्नुहोस्। पोखरा कस्टमको मेम्बर्सहरूलाई मात्र यो राइड चाहिँ। सो यति नै हो गाइस, सी यु नेक्स्ट ब्लग सुन, पिस।